लगाइस यो चिया त खतरा भइरहेछ नि मैले तल बस्छ भने गाइस यो चिज चाहिँ के हो थाहा छ तपाईँहरूलाई थाहा छ भने कमेन्ट गर्नु होला है ब्युटिफुल के छ ब्युटिफुल ब्युटी क्विन कतै भएछ सो हेलो गाइज वेलकम ब्याक अनदर एपिसोड फेरि पनि हजुरहरूको लागि नयाँ भ्लग लिएर आइहालेँ होइन यो चक्लेट चाहिँ तपाईँहरूलाई मनपर्छ कि पर्दैन मलाई डेन्जरै मनपर्छ मेरो खल्तीमा 10वटा एनी टाइम नै हुन्छ दामी फुल फलेको अनि के अरे के छ सबजना सन्चै नै हुनुहुन्छ होला आजको भ्लग अहिले बिहान भयो चट्ट फेरि सुरु भइसक्यो अनि पुरानो भ्लगहरू गएर एकचोटि हेर्नु होला मैले याद गरेको थिइनँ होइन तर 2-3टा भिडियोहरूमा चाहिँ खतरै भ्यू आएको रहेछ मेरो त 20K 25K जस्तो भ्यू आएको रहेछ मैले हेरेकै थिइनँ पछाडिको भिडियोहरू पुरानो के लगभग 1 वर्ष पुरानो 1.5 वर्ष पुरानो भिडियोहरूमा डेन्जर भ्यू आएर रहेछ त ल थ्याङ्क यू त्यस्तो सपोर्ट गरिदिनु भएकोमा होइन यो भिडियोहरू नयाँ भिडियोहरू पनि हेरिदिनु माया गरिदिनु होइन भन्ने त्यही नै हो अब गर्ने नगर्ने तपाईँहरूको हातमा छ सब्सक्राइब गर्नु लगाइस अब आज दिनभरि के च्यालेन्जेसहरू हुन्छ जिन्दगीको हेरौँ जिन्दगीको च्यालेन्जेसहरू डेली म अपलोड गरि नै राखेको छु लगाइस हेरौँ अब मैले चाहिँ होइन यहाँ ब्रेड खानु लागेको अनि हिजोको ब्रेड थियो अनि त्यो भएर ब्रेड के खानु हो त्यो भनेर पकाउनु लागेको त सबै डढेछ नि यहाँ कत्रै भएछ त कत्रै डढेछ अब यसमा चाहिँ जाम लगाएर यसमा पनि डढेको थियो चट्टै जाम लगाएर खाने हो अनि अब यो पनि चट्ट जाम लगाउने अनि खाने हो जाम पनि सकिन लागेको छ अब यति सो मैले चाहिँ यहाँ जाम लगाइसकेँ चट्ट खानु आउनु है अब चाहिँ जाममा चाहिँ जाम खाएको जाम पाउडर टी अथवा बिस्कुट खाएको राम्रो खालकेट त्यो अनाप खानुभन्दा फलफुल खानु पऱ्यो तर म फलफुल खाँदिनँ त्यो मलाई फलफुल मन पर्दैन म चाहिँ ब्रेड जाम अनि धेरै जस्तो बिस्कुट त्यस्तै नै खान्छु तपाईँहरूको के छ कसो छ अझ कमेन्ट गर्नुलाई त डढेछ तितो भएछ यार हजुर के गरेँ के भयो तपाईँले मलाई बसाएन भने होइन लगाइस यो चिया त खतरा भइरहेछ नि मैले तल बस्छ भने किन बस्छ भने कालो चिया बसाइदिए भने होइन खा हो त्यही खा हुँदो खतरै भएछ त ल कालो चिया मिठा भइसकेछ यो मिठा जस्तो भइसकेछ धुवा गरिदिया भने जस्तो बिहान यस्तै काण्ड हुन्छ क्या जिन्दगी डामाडोल भइसक्यो क्या गाइस हाम्रो चाहिँ यहाँ भेज पकौडा छ है अनि राम्रो मान्छे यहाँ छ काल त रोस्ट तान्दिउँ न त तान्दिउँ ओहो यस्तो त नदेखाउनु पर्ने हो यो लगाइ यस्तो चाहिँ खानु हुँदैन होइन यो चाहिँ धेरै खराब चिज हो है सबजनाले यो भिडियो हेर्नु मात्रै तर यसलाई नेगेटिभ तरिकाले नलिनु होला यो चाहिँ मैले पोजिटिभको लागि देखाएको तपाईँहरूले चाहिँ यस्तो कुरा नखानु भनेर भन्नको लागि मात्रै देखाएको होइन यो खानु भनेर मैले पराउँछ गर्नको होइन नखानु भनेर अर्को ऊ चाहिँ बिग्रिन्छ बुझ्नु नि आज त केही पनि भ्लग भन्ने छैन आज यति बेला भइसक्यो 9:30 भयो केही पनि भ्लग भनेर मैले भन्नुहुन्छ सुकुटी बनाएको भ्लग गर्नुपर्छ अरे अनि अरू के अरे ग्रेभी चिकन ग्रेभी अनि अरू के भन्दै थियो सोयाबिन बनाएको लगाइसक्यो चाहिँ हाम्रो सोयाबिन बन्दैछ होइन यहाँ चाहिँ यसरी नुन हाल्नुपर्छ अनि यो सुरुको चाहिँ मैले देखाइनँ आलु हालेछ सोयाबिन हालेछ टमाटर पनि हाल्दैछ अनि अरू मिट मसला तपाईँलाई सोयाबिन बनाउन आउँदैन थाहा छ यो सोयाबिन पहिला फ्राई गर्नुभयो त गर्नुभयो हरियो खोर्सानी यत्रो रातो खोर्सानी पनि हाल्यो हरियो खोर्सानी पनि हाल्यो मिट मसला हालेको मिठो हुन्छ क्या अब मिठो हुन्छ क्या यसमा के हाल्ने थाहा भयो गाइस हाम्रो चाहिँ यहाँ सटर लागिसक्यो होइन अझ त्यो नाइट भ्लग खतरा हुँदैछ हाम्रो आमा यहाँ बस्नु रहेछ ब्युटी क्विन के छ हो ब्युटिफुल के छ ब्युटिफुल एकचोटि हाँसिदिनु न त कस्तो हो र ल
पनि एटिट्युडमा बस्नु एकचोटि हाँसिदिन्न म भनेको ए मम्मी यहाँ आमालाई हाँस्न भन्नु त एकचोटि हाँस्नु न दाँत ए दाँत आउनु दाँत क्या एकचोटि ब्युटी लगाइस यस्तै छ है बन्द हुन लागेको छ मैले चट्ट पुरै बढार कुडार गरिसकेँ चिटिक्क पार्दैछु है अनि यस्तो छ सिनिलो अब चाहिँ यहाँ पनि माथि सबैतिर यस्तो सर त्यो हुन्छ नि अब के भन्छ त्यसलाई रुफ लाइट कि के भन्छ त्यो हाल्ने हो चट्ट अनि हाम्रो यहाँ मेनु हेर्नुहुन्छ सबैजना आउनु है सबैजनाको ल मेनु यहाँ छ ल के कतिमा छ चिकन मोमो 100 रुपियाँ मात्र 100 रुपियाँ चिकन फ्राई मोमो 130 रुपियाँ चिकन मोमो चिल्ली 170 रुपियाँ अनि चिकन सी मोमो र चिकन यो त्यो चाहिँ एउटै कुरा हो होइन चिकन कोथे मोमो 130 रुपियाँ कोथे मोमो भनेको चाहिँ एक साइड मात्र फ्राई मोमोको जुन तल्लोपट्टिको मात्र फ्राई हुन्छ त्यसलाई चाहिँ कोथे मोमो हुन्छ चिकन झोलमा 140 यो सबै आफै स्क्रिनसट गर्नु ड्याक्न हेर्नु कलस होटलमा आउनु होला है कलस होटलमा आउनु होला म मिठो मिठो खुवाउँछु होइन आमा अहिले चाहिँ हामी खाने होइन अहिले चाहिँ हामी खाने अब तपाईँहरू चाहिँ आउँदै गर्नु बिस्तारै खाउँला नि होइन बल्ल आमा हाँस्नुभयो लगाइस गाइस यो चिज चाहिँ के हो थाहा छ तपाईँहरूलाई थाहा छ भने कमेन्ट गर्नु होला है यो चिज चाहिँ के होला है मैले चाहिँ तपाईँहरूलाई भन्दिनँ भोलि भन्छु यो चिज के हो तर आज चाहिँ तपाईँहरू भन्नु के होला तपाईँहरूको लागि क्वेसन च्यालेन्ज जिन्दगीको यो पनि च्यालेन्ज होला भन्नु तपाईँहरूलाई म चाहिँ अहिले यहाँ खाटमा आइसकेँ होइन सुत्नलाई अनि अति नै जाडो छ क्या बाहिर भर्खर आएको होइन मलाई चाहिँ फेरि त्यो पाइन्टहरू लगाएर बेस्टहरू लगाएर सुत्न मन लाग्दैन तर पनि यहाँ फुल भेस्ट लगाएको छु होइन जसलाई आज स्वेटर लगाएको थिएँ अनि भेस्ट थियो अनि तल त्यो थियो होइन अहिले त्यो बक्सर लगाएर सुत्छु यस्तो जाडो भइदियो कि साइक होइन एकैचोटि आरएसतिर छिएको म झुलमा लाउन सक्दैन एकछिन उठेर लगायो यस्तो चिसो चाहिँ लाल हुँदैन त तपाईँहरूतिर के छ कसो छ ठाउँमा कस्तो छ टेम्परेचर होइन जाडो चाहिँ मलाई अति दिक्क लाग्ने कुरा हो क्या अब यसरी सिरक निस्किनु मन लाग्दैन अनि अर्को कुरा पानी पनि धेरै रुच्दैन होइन पानी नरुचेपछि खाना पनि त्यति मन लाग्दैन अब जाडोमा हिँड्ने ओर्ने त्यति हुँदैन पसिना पनि निस्किँदैन टेन्सन जाडो मलाई मनै पर्दैन क्या मतलब मिडियम होस् क्या जाडो पनि नहोस् अनि गर्मी पनि नहोस् ठिक्क होस् क्या त्यो चाहिँ ठिक लाग्छ सही लाग्छ क्या अनि अब रातिको लागि चाहिँ मैले यहाँ चिप्सहरू लिएको छु किनभने कारण चाहिँ खोइ छ रातभरि भोक लाग्छ मलाई मोबाइल खेल्यो होइन सिएसी अनि हिजो पनि सेमले सकेँ आज पनि सेमले सक्छु अब भोलि फेरि अर्को नयाँ किनेर ल्याउनुपर्छ अनि रातभरि भोक लाग्छ क्या खोइ के भएको मुखै पुरा फेस धुनु पर्थ्यो आज धोएन राति बिहान त धुनु मन लाग्दैन राति त कहाँबाट धुनु यस्तो जाडोमा लेज चाहिँ मलाई मनपर्छ अनि अर्को चाहिँ त्यो पिरोवाला क्विक सोकी के को भन्ने हुन्छ त्यो पनि खतरा लाग्छ लगाइस गुड नाइट अब सुत्नु पनि पऱ्यो सुत्नु त के सुत्नु न म सुत्दिनँ अहिले 2 बजी त निन्द्रा लाग्दैन के भएको बानी खै के भएको मनै आफैलाई इरिटेट लाग्छ क्या त्यस्तो बानी अनि गेम सेम खेल्यो गऱ्यो अनि एकछिन इन्स्टाग्राम हेऱ्यो अनि टिकटक हेऱ्यो लास्टमा युट्युब हेऱ्यो अनि आफ्नो भिडियोहरू हेऱ्यो कुनमा कति भ्यू आएको छ यस्तो चलिरहेको जिन्दगी लगाइस बाई बाई आज चाहिँ दिनभरिमा त्यति खासै भिडियो पनि आएको छैन त्यसको लागि सरी यो भिडियोमा त्यस्तो केही छैन अनि भोलि चाहिँ खतरा भिडियोहरू ल्याउने छु म भोलि खतरा भिडियो आउँछ होला सायद हेरौँ अब के हुन्छ जिन्दगी कहाँ पुर्याउँछ कुन बाटोमा पुगाउँछ आफ्नो हातमा छैन त्यो भएर हेर्दै जाउँ जिन्दगीले कहाँ च्यालेन्ज दिन्छ के च्यालेन्ज दिन्छ त्यसलाई मरिमेटेर अघि बढ्नुपर्छ सबैजनालाई चाहिँ त्यही नै भन्ने हो कोही पनि जस्तो सुकै च्यालेन्ज आओस् हार मान्नु भएन न कसैले केही गर्न सक्दैन च्यालेन्ज जतिसुकै आयो नि आफूमा हिम्मत हुनुपर्छ सबलाई तोडेर अगाडि बढ्न सकिन्छ क्या त्यो भएर मैले पनि जतिसुकै जिन्दगीले च्यालेन्ज आओस् म भिडियो हाल्छु जेसुकै होस् हाल्छु अब हेरौँ के हुन्छ लगाइस बाई बाई रातिको 11 बजी भिडियो पौने 12 पो भयो पौने 12 बजी भिडियो बनाउँदैछु खानसान खाएर ड्याममा लगाइस बाई बाई